हातमा कलम छ मेरो, शब्द पनि भारी। हातमा कलम मेरो, शब्द लाग्छ भारी। म कुनै व्यापारी त हो जस्तो लाग्थेन, तर आज यो समाजमा शब्दको व्यापारी। र मेरो शब्द यसरी सुरु हुन्छ। अनिदो मध्यरात, एकैछिन आँखा चिम्म, फेरि बिहानीको सुरुवात। मम्मी मम्मी, हजुरको अटेर छोरी अब अटेर रहेन। कहाँ सधैँ अटेर बन्न सक्दो रहेछ र। हजुरले उठाउँदा नउठ्ने छोरी आज अलार्मको घन्टीको आवाज सुनेर आज्ञाकारी बनेको छ। आज एक अलार्मको आज्ञाकारी छोरी बनेकी छ। घाम लाग्दासम्म नउठ्ने मान्छे म अचेल, मलाई मध्यरात प्यारो भएको छ। मम्मी, हजुरले भन्नुहुन्थ्यो नि, दुःख गरे सुख अवश्य मिल्छ। त्यसैले त म यो सबै गर्दैछु। हजुरको छोरीले हार मान्न कहाँ सक्छ र, हार त खाने नै होइन नि। तर चिन्ता नलिनुहोस्, पिर नलिनुहोस्, म जे छु ठिक छु, म आराम छु। बरु हजुरले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, टाइममा खाना खानुहोस्, औषधि खानुहोस् है, त्यही भन्न चाहन्छु। अनि एउटा वास्तविकता के रहेछ भन्दा, सपना सजिएको आँखामा निन्द्रा हुँदैन रे। सुत्न खोज्दा निन्द्रा लाग्दैन। मध्यरात प्रिय साथी भइसकेको छ र अब सुत्नु हुँदैन है भनेर आफूलाई बसमा राख्न खोज्दा निदाइन्छ। कति बेला निदाइन्छ, कति बेला उठिन्छ, त्यसको कुनै ठेगान छैन। मेरो दिनचर्या अस्तव्यस्त बनेको छ। आफ्नो ख्याल त छ, तर खै के मिलेको के नमिलेको यस्तो आभास भइरहेको छ। आँखामा सपना सजिएको मान्छेलाई निदाउन गाह्रो पर्छ। यी सबैले गर्दा नै त हो। सपना छ र त सङ्घर्ष छ, सङ्घर्ष छ र त मेहनत छ। अनि बिस्तारै बिस्तारै हुँदै जान्छ, आत्तिनु त भएन। खुड्किलाहरू पार गर्दै गइन्छ, बिस्तारै हुन्छ, एकैचोटि हुने कुरा होइन। एक एक खुड्किला पार गर्दैछु, एक दिन अवश्य पनि गगन चुम्नेछु। कफी अनि मध्यरात पर्यायवाची शब्द बनेका छन् मेरा लागि। कफी इज इक्वल टु मध्यरात बनेको छ मेरो लागि। र त्यही हो, बिस्तारै गर्दै सफलताको त्यो मिठो फलको आभास गर्ने विचार छ, गर्ने सोच छ। यसरी दुःख गर्दा गर्दै भोलि बिहान सुख पाउँदा कस्तो हुँदो रहेछ त्यो मलाई पनि अनुभव गर्ने मन छ। र भगवान् भरोसा, भगवान् कृपा रहेसम्म मैले मेहनत गर्न पनि छोड्ने छैन र भगवान्को कृपा छ भने ममा अवश्य पनि पुरा पनि हुनेछ। मम्मी बुवा हजुरहरूको आशीर्वादले गर्दा नै आज यहाँसम्म छु। अघिल्ला दिनहरूमा पनि अझै अगाडि बढ्नेछु भन्ने आश छ। थ्याङ्क यू सो मच सबैजनाले हेरेर साथ दिनुभएको सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू।